अहिले चाहिँ हामी नेपालको चित्रे बस्तीमा छौँ र मेरो पछाडि चाहिँ तपाईँले देखिरहनु भएको छ एकदमै ज्यादा मात्रामा बन्दकोपी म तपाईँलाई देखाउँछु है त। हेर्नुहोस् त कति बन्दकोपी कति धेर छ यहाँनिर बन्दकोपीको खेती गरिँदो रहेछ यो क्षेत्रमा चाहिँ। विशेष गरी यहाँनिर बन्दको एकदमै धेरै मात्रामा खेती गरिन्छ भन्ने सुनेको थियौँ, तर आज चाहिँ हामीले यहाँ देख्न पायौँ। यसरी गरेर पनि त खेतीबारी गरेर पनि त मान्छेले जीवन धान्न सक्छ, परिवार धान्न सक्छ भन्ने उदाहरण पनि हो। एकदमै धेरै मात्रामा लार्ज स्केलमा बन्दकोपी रहेको छ। यो चाहिँ हो चित्रे गाउँ हो नेपालको, जो चाहिँ सिमाना भ्यू पोइन्ट गोलीटार भ्यू पोइन्ट छ जहाँ त्यसदेखिको अलिकति मुनतिरको गाउँ हो। तपाईँहरूले पशुपतिबाट अथवा दार्जिलिङबाट मिरिक आउँदाखेरि सिमानादेखि मुनतिर राखेको जति पनि सागसब्जीहरू छ यही ठाउँबाट चाहिँ अन्य सागसब्जी पनि उब्जनी गरेको हो। अनि यी बन्दकोपीहरू पनि त्यहाँनिर यसरी अर्ग्यानिक बन्दकोपीहरू बेच्न राखिने गर्छ र यही बन्दकोपी चाहिँ तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ।